हेलो हेलो नमस्ते। मैले चाहिँ एकदम खुसीको कुरा लिएर आएको छु है। एउटा खुसी पनि एउटा दुःखी पनि। जसले फेसबुकमा निरन्तर काम गरेको छ उसको लागि चाहिँ खुसी। जसले चाहिँ अब त्यो मोनिटाइजिङमा एप्लाई गरेको छ होइन, फेसबुक चाहिँ पेज बनाएर चाहिँ मोनिटाइजिङमा एप्लाई गरेछ तर कामै गरेको छैन। अरूको भिडियो आउँदा नि यस्तो सुई सुई माथि तानेको छ, हेरेको छैन त्यो के भन्न खोजेको छ, फेसबुकले के भनेको छ त्यो कुरो थाहै छैन। सो उहाँहरूको नतिजा चाहिँ यस्तो हुन्छ, यहाँ माथि दिएको छ नि होइन, यस्तो हुन्छ। जो चाहिँ मेहनत गर्नु लागेको छ, जो चाहिँ फेसबुकको नेमलाई, जसलाई फेसबुकको रुल्सलाई फलो गरेको छ, त्यस्तो आउँदैछ। जुन चाहिँ कुनै बेला पहिला मेरो पनि त्यही अघिको जस्तै थियो, अहिले चाहिँ मेरो नि यस्तो हुँदैछ। सो तपाईँहरू पनि फेसबुकमा के काम गर्न चाहनुहुन्छ, मेहनत गर्नुहुन्छ, त्यो तपाईँले जानेको छैन, तपाईँसँग 5,000 फलोवर छैन, के गर्नु पऱ्यो, यतापट्टि लाइक गर्ने, कमेन्ट गर्ने अनि सेयर गर्ने। अनि तपाईँको प्रोफाइलमा सेयर गर्ने, आफ्नो प्रोफाइलमा सेयर गर्नु होला। भिडियो सेयर गर्ने बेलामा सबैलाई सेयर गर्नुहोस्, त्यसपछि कमेन्ट गर्नुहोस्। तपाईँलाई 5K भन्दा माथि चाहिन्छ तपाईँको मोनिटाइजन हुनको लागि फेसबुक है। 5 भन्दा माथि चाहिन्छ, त्योभन्दा माथि जति पनि 10,000 पनि झनै राम्रो हो। अब त्योभन्दा माथि तल भएकोले चाहिँ के गर्नु रे, कमेन्ट गर्न नबिर्सिनु होला। अनि फेरि भेटौँला अर्को भिडियोमा।